यस्तो जाडो छ। मसँग छ एउटा सानो भाइ छ। हेलो नमस्ते सबैजनालाई, मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। हेर्न सक्नुहुन्छ मेरो पछाडि अहिले पुरै कर्णालीहरू छ। त्यही हो, आज हामी यहाँ नुहाउँदैछौँ। एउटा भाइ छ, एउटा म छु, अनि यतापट्टि बाख्रा पनि छन्। अब यो कर्णालीमा नुहाउँछौँ, तपाईँहरूलाई मनोरञ्जन दिनेछौँ। हेर्न सक्नुहुन्छ लास्टसम्म भिडियोहरू। मेरो भिडियोमा लाइक कमेन्ट सेयर सबले गरिदिनु होला भन्न चाहन्छु, सपोर्ट गरिदिनु होला। अबको बसाइ भनेको धेरै छैन, जम्मा 4-5 दिन मात्रै छ, त्यसपछि म पनि तलतिर जान्छु होला भन्न चाहन्छु। अहिलेको यो भिडियोबाट सबैले मनोरञ्जन दिन सक्छु भनेछ मेरो भिडियोबाट। माया त माया हो रोशनी, एकतर्फी होस् या दुईतर्फी। मसँग छ एउटा सानो भाइ छ होइन, यो चाहिँ मेरो भाइ हो। अनि यसले चाहिँ मेरो भिडियो सिडियो बनाउने सपोर्ट गरिरहेको छ। अहिले यता हेर्न, हेर्दै मेरो भाइ हो होइन। त्यही मलाई के भन्न चाहन्छस् केटा? भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले भन्न चाहन्छ उसले पनि। त्यही हो, सबैजना सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हेर्न सक्नुहुन्छ मेरो पछाडि पुरै कर्णाली छ। यो कर्णालीमा अहिले हामी लगभग यतापट्टि बाख्रानी बसेका छन्, यतापट्टि नुहाउँछौँ हामी। हेर्न सक्नुहुन्छ एकदम रमाइलो हुनेवाला छ गाइज। हेर्नु होला भिडियो लास्टसम्म। अनि कर्णाली चाहिँ यस्तो छ, कर्णाली चाहिँ यस्तो छ, पुरै ठुलो छ कर्णाली, एकदम दामी छ कर्णाली चाहिँ। भ्यूहरू हेर्न सक्नुहुन्छ, खतरा छ भ्यूहरू पनि। त्यही हो, जाडो भइरहेछ, लास्ट जाडो भइरहेछ गाइज। अस्ति मैले नुहाएको भिडियो हाल्छु भनेर थिएँ, आज आएको छ भिडियो, हेर्न सक्नुहुन्छ। हेर्नु है गाइज, हाम्रो सानो फुच्चीले पौडी खेल्छ। अब हाम्रो केटाले यहाँ नुहाउँछ है। ल जा, ल हेर्न सक्नुहुन्छ, यति सानो फुच्ची पनि यति धेरै कर्णालीमा जान्छ। वाह दामी 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 दामी। हेलो गाइस, हाम्रो दाइ जानु भएको छ पौडी हेर्न। हेलो गाइस, नमस्ते सबैजनालाई। म चाहिँ अब यो कर्णालीमा जान लाग्छु। हेर्न सक्नुहुन्छ कति चाहिँ पानी, यहाँको पानी कस्तो छ। चिसो पनि त्यत्तिकै छ, तर मजा पनि त्यत्तिकै आइरहेको छ। अहिले भाइले भिडियो बनाइरहेको छ। उसलाई नि धेरै गाह्रो भएको छ जाडोले गर्दा। हेर्न सक्नुहुन्छ पानी कति छ। यति खतरा पानी छ गाइस, पुरै छोडिदिनु, यी डुबिसक्यो रे। आम्बामा गाइस, पानी हेर्नु, पानी कति छ। ओहो यस्तो जाडो त कुनै छोड्दैन के गाइस, यार कस्तो म्याच। लगाइ यहाँबाट पाउने हामी उता जान्छ। यस्तो चिसो कस्तो मजा। अहिले एकदम जाडो भइरहेछ, बोल्न नि कस्तो गाह्रो भइरहेछ कि गाइस। यहाँ कर्णालीमा पुरै नुहाएर है, यति धेरै नुहायो। आम्मामा जाडोले थर भइरहेछ यार। बाख्राहरू बसेका छन्, अहिले हामी चाहिँ यहाँ नुहाउँदैछौँ भाइ र म। यस्तो मजा आइरहेछ, कुरै छोडिदिनु यार, कस्तो मरेको लास्ट मजा आइरहेछ यार। मुख सम्हालेर बोल, सम्मानलाई के हुनु भनेको मेरो मुस्कानको आँखामा आँसु आउनु हो। यदि तपाईँहरूले मेरो भिडियो मन पर्छ भने मेरो भिडियोमा लाइक कमेन्ट सेयर सबैजनाले गरिदिनु होला भन्न चाहन्छु। लगाइस फाइनल्ली हामी नुहाएर भ्याएर सकिसक्यो। अब चाहिँ हामी जान लागेको हो। हामी चाहिँ रेडी भइसक्यो कपडा सपडा लगाएर। यो कर्णालीमा चाहिँ पुरै नुहाएको है, दामी यस्तो रमाइलो भएको कुरै छोडिदियो। हाम्रो बाख्रानी जान लागिसक्यो, अब यहाँबाट जान लागिसक्यो। अब हामी चाहिँ यहाँबाट लगेर माथितिर घरतिर लान्छौँ। बाख्रा चाहिँ यस्तो छ ठाउँहरू छ, हेर्न सक्नुहुन्छ पुरै माथिको पहाड छ। यहाँ चाहिँ यस्तो छ, पुरै डेन्जर छ ठाउँ चाहिँ। भाइ चाहिँ यता छ, लुगासुगा लगाएर रेडी भइसक्यो। यहाँ चाहिँ पुरै जङ्गलहरू छ, यस्तो छ ठाउँहरू। पुरै कर्णाली छ यतातिर। त्यही हो गाइस, म पनि लुगासुगा लगाएर रेडी भइसक्यो। यस्तो जाडो भयो कि लास्ट त्यही जाडो भयो यार कसम। घाम पनि लाग्छ तर हावाहरू चल्ला छ, त्यही भएर धेरै चाहिँ जाडो छ। त्यही हो, अब चाहिँ भ्याइसक्यो, हामी चाहिँ जान्छौँ अब। त्यही हो गाइस, अब नेक्स्ट घरमा भेट्नुपर्छ। ओके बाबा, टाटा।